सबैलाई नमस्ते। आज मेरो वर्कआउट रुटिनको पुश डे थियो, जसमा मैले चेस्ट, ट्राइसेप र शोल्डर ट्रेन गर्नुपर्ने थियो। सबैभन्दा पहिला मैले वार्म अपबाट आफ्नो एक्सर्साइज सुरु गरेँ। केही बेर वार्म अप गरिसके पछाडि त्यसपछि मेरो पहिलो एक्सर्साइज इन्क्लाइन डम्बल प्रेस थियो, जसमा मैले 4 सेट पुरा गरेँ। त्यसपछि मेरो दोस्रो एक्सर्साइज थियो फ्ल्याट बेन्च प्रेस, जसको मैले 4 सेट नै पुरा गरेँ। त्यसपछि अनफर्चुनेटली मैले सबै एक्सर्साइजको भिडियो त बनाउन सकेन, तर जुन थर्ड एक्सर्साइज थियो चेस्ट प्रेस मसिनको चाहिँ मैले भिडियो बनाएँ र मैले यसको पनि 4 सेट नै पुरा गरेँ। र त्यसपछि मेरो फोर्थ एक्सर्साइज मेरो थियो मसिनमा चेस्ट फ्लाइज। त्यसपछि चेस्ट फ्लाइजको पनि मैले 3 सेट पुरा गरेँ र लास्टमा चाहिँ मैले चेस्टको वर्कआउट सकाउन डिप्सको 3 सेट गरेँ। र त्यसपछि नेक्स्ट एक्सर्साइज मेरो ट्राइसेपको थियो। ट्राइसेपको पनि मैले 2वटा भेरिएसन गरेँ। ट्राइसेप पुश डाउनको 2वटा भेरिएसन कम्प्लिट गरे पछाडि एट द एन्ड लास्टमा चाहिँ मैले आफ्नो वर्कआउट शोल्डर प्रेस मसिनको 4 सेट कम्प्लिट गरेँ र यसरी मैले आफ्नो वर्कआउट सिद्ध्याएँ।